अब भ्लग बनाउने भनेपछि अब मेकअप सुरु भइसक्यो मेरो बुढीको। लिपस्टिक पनि अनि मोबाइलमा हेरेर लाउनु पर्छ। बडा यति साह्रो राम्री भयो भने जाँदाखेरि गाह्रो हुन्छ नि। अनि यहाँसम्म चाहिँ कसले लिएर आयो अरे तँलाई? मैले लिएर आएको नि त तपाईँलाई। मल्टीमार्सलको मान्छे भनेपछि मैले ल्याउनु परेन। बाबुको मान्छेले केही थाहा हुँदैन। यहाँ चाहिँ हेर्नु साथीहरू होइन, यस्तो फोहोर डस्टबिनहरू पनि राखेको हुन्छ होइन। भोपाल छ भोपाल। हिमाचलमा रहनुहुने मेरो साथीहरूलाई के भन्न चाहन्छु, यो ठाउँ आएर एकचोटि घुम्नु होला। नेचुरल के भन्छ? नेपालको जस्तो त अब सम्झिने। तर नेपालको जस्तै भएर आउँछ नि त, त्यही भएर आयो। तर म चाहिँ 1 वर्ष अगाडिदेखि यो ठाउँमा आउँछु भन्दा आज फर्स्ट टाइम बुढाले लिएर आयो। तर मैले लिएर आएको यो चाहिँ चाहिने भन्दा बढी कुरा नगरौँ। तर भोक लाग्छ खतरा छ नि त यो ठाउँ। डेटिङ स्पोट जस्तै भोक पनि लाग्यो होला है। अघि 1 प्लेट मोमो खाएर आएको। त्यस्तो पनि छ यहाँतिर। अब देखाउनु हुँदैन, फेरि देखायो भने गाह्रो हुन्छ मान्छेले फेरि ह्यारेसमेन्टको लागि। मेरो बुढी चाहिँ हिँड्दा थाकेर क्या। अब थाक्यो नि कति हिँडेछ? बस्ने ठाउँ पनि छ है साथी। यहाँ आइपुग्यो हप्ता आउने कोही पनि गर्लफ्रेन्ड आयो भने चाहिँ कस्तोसम्म होला, हप्पालाई हुन्छ होला। जेठी जेठी हो। कान्छी लिएर आउनु। मेरो बहिनीहरू पुरा रेडी होला नि त आउनुलाई। अब मेरो पालो सक्यो। अब तपाईँ थाकेको थाक्यो भने नम पनि पुगेर के गर्ने त? गाडीमा जाने हो? कस्तो मिठो खाना बनाउँदैछ। बुङ्गुरको मासु पर्दैन। बसमा जाने हो? ला बसमा गयो अनि अब 10 मिनट पर्खेर जाने हो गाडीमा। स्टेसनमा गएर बस्ने हो। अब चाहिँ हामी मेरो बुढीलाई चाहिँ एकदम खुट्टा दुख्यो अरे, हिँड्न नै अहिले गाह्रो भइरहेछ अरे। अब सिधै गाडीमा जाने भयो हामी चाहिँ। मोलोस पार्क जाने हो गाडीमा। अब चाहिँ नयाँ ठाउँ गएर घुमेर आएको साथीभाइ, दिदी बहिनी दाजुभाइहरू यस्तै छ। मेरो यहाँ एउटा साथी छ है। साथी चाहिँ फेरि यहाँ यस्तो तरिकाले बसिरहेको छ है। ब्याट्री नै सकेर तनावमा छ बिचरा, गाह्रो छ। होइन हामी बस पनि चढिसक्यो है। बस होइन प्लेन चढेर हिँड्नु। हिँड्न नसकेर बस चढेर आमा के हो है? अनि हिँड्न नसक्ने मान्छे त किन चाहिँ घुम्न जानु बुढासँग? अब चाहिँ हामी उता पार्कमा गएर नै हस्पिटललाई ट्याक्क देखाउँला होइन। दामी छ दामी। एउटा हाम्रो यहाँ साथी पनि छ, मेरो साथीहरू। कस्तो लागिरहेको छ त आज घुमेर? राजन दाइसँग कस्तो लागिरहेको छ घुम्न आज? हङ्ग्री कस्तो हङ्ग्री भनेको छ? अहिले गएर खालास् नि भाइ। भेटघाट जाने बाटो बब्बल छ है। काठमाडौँको सेम न्यु रोडतिर जस्तै हो।
जस्तै लाग्यो मलाई। त्यहाँभन्दा चाहिँ धेरै यहाँ सफा राम्रो छ है भाइ। कति टाइम पुग्छ अब हामी भेटघाट? एक घन्टामा? एक घन्टामा पुग्ने हामी कि बस्ने चाहिँ त्यहाँ? हो म कहिले नाच्दैछु थियो अनि आफै अनि कान्छी बिहे गर भन्ने अनि कान्छीसँग घुम्न आउँछ होला अर्कोचोटि भन्ने अनि त्यहाँ अहिले चाहिँ फेरि अनि त्यस्तो भन्ने बबल छैन त यहाँ है हातमा विभिन्न कन्ट्रीहरूको चाहिँ यहाँ हेर फ्ल्यागहरू छ होइन हामी लगभग पुग्न लागिसक्यो भेटघाट। अब फेरि अर्को मार्केट छिर्यो अब यतातिर मार्केट छिर्न लाउने धेरै एकछिन है वेट गर्नु है। फाइनली भेटघाट आइपुग्यो क्या हामी चाहिँ अब आधी घन्टा खोज्दा है बल्ल भेटघाट आइपुग्यो। बुढी यता यता है बुढी आइपुग्यो अब भेटघाटमा चाहिँ हामी चाहिँ होइन एकछिन यति चुस्की हानेर रमाइलोसँगले गरेर आज नै हामी बुढाबुढीको कबाबमा हड्डी आयो भन न कबाबमा हड्डी आएर चाहिँ त किन आएको हल्लामा बालुवा भने जस्तै आज है बुढी हो कि भन्दा के भन्नु रे नभन्ने कस्तो लाग्यो तँलाई भेटघाट? अहिलेसम्म खासै त्यो राम्रो लागेको छैन, पछि के थाहा छैन।